दाङ तुलसीपुरका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठको फिरौतीका लागि अपहरण गरी हत्या भएको पाइएको छ। जेठ 26 गते बेलुका युवतीको प्रयोग गरी पैसा असुल्न अपहरणकारीले अपहरण गरेको र अपहरणमा आपराधिक गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ। अपहरण तथा हत्यामा 10 जना प्रत्यक्ष र 8 जना अप्रत्यक्ष रूपमा संलग्न रहेको प्रहरीले बताएको छ। संलग्न सबै आपराधिक गतिविधिमा रहेका र घटनाको योजनाकार भारतमा रहेको अनुसन्धानबाट खुलेको राप्ती अञ्चल प्रहरी प्रमुख ज्ञान विक्रम शाहले जानकारी दिनुभयो। उहाँले मुख्य योजनाकार 4 जना भारतमा रहेको बताउनुभयो। प्रहरीको क्रियाशीलता र अनुसन्धानले घटना विवरण पत्ता लगाउन र संलग्न कास्की धादिङमा समेत रहेको प्रहरीले बताएको छ। अनुसन्धानमा सबै कुरा पत्ता लागे पनि 29 गते नै श्रेष्ठको हत्या गरेकाले बचाउन नसकिएको उहाँले बताउनुभयो। 3 दिन जंगलमा केही खान नदिएर हिँडाइएको र हिँड्न नसकेपछि श्रेष्ठको हत्या गरी खोल्सोमा लुकाइएको पायौं। शाहले भन्नुभयो, विवश तरिकाले हत्या गरी भारत गई योजनाकारले फिरौती मागेका छन्। श्रेष्ठको परिवारसँग भारतीय नम्बरबाट फोन गरी 3 करोड रुपैयाँ फिरौती मागिएको रहेछ। प्रमुख शाहले भन्नुभयो, घरबाट श्रेष्ठसँग दोहोरो कुरा गर्ने भने पनि अपहरणकारी पछि सम्पर्कमा आएनन्। अपहरणकारीले श्रेष्ठलाई अपहरण गरेको 3 दिनमै मारिसकेका रहेछन्। अनुसन्धानमा खटिएका सीआईएफका एसपी दिवस लोहानीले भन्नुभयो, घटनामा संलग्न 1 जनाको सहयोगमा हत्या भएको ठाउँसम्म पुगेर शव भेटेका हौं। प्रहरीलाई अविरल महतराले घटनास्थलमा पुर्याएका थिए। श्रेष्ठ हत्याकाण्डमा संलग्न दाङ प्रहरीले पहिचान गरेको र केहीलाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले अपहरण र हत्यामा संलग्न भएको भन्दै 4 जनालाई सार्वजनिक गरेको हो। प्रहरीले रोल्पा जमकोटका मानबहादुर पुन, दाङ पवननगरका रुगत थापा मगर, तुलसीपुर 12 का अविरल महतरा र घोराईका जुमा पुनलाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले घटनाको मुख्य योजनाकार तुलसी 6 की 17 वर्षीय पूजा घरती, ललितपुर 12 का मानबहादुर भण्डारी, निर्मल भनिने टीकाराम घरती रहेको दावी गरेको छ। छुट्टै गिरोह पनि हुन सक्ने भन्दै अनुसन्धानलाई निरन्तरता राखिरहेको प्रहरीले बताएको छ। श्रेष्ठलाई अपहरणमा योजनाकार मध्येकै पूजा घरती प्रयोग भएको एसपी लोहानीले बताउनुभयो। पक्राउ परेका अपहरणमा संलग्न व्यक्तिको बयानका आधारमा शुक्रबार प्रहरीले सल्यान झिम्पेको झिम्पेरेन जंगलको ओडारमा लुकाएर राखिएको अवस्थामा शव फेला पारेको थियो। उनीसँगै अपहरणमा परेका भनिएका रणबहादुर घरती 28 गते नै अपहरण मुक्त भए पनि अहिलेसम्म सार्वजनिक नभएकाले उनीहरू बारे पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। हेर्नुस् त, पैसाको लागि मानिसले जे पनि गर्न सक्छ। त्यसैले महिला होस् या पुरुष कसैलाई पनि तुरुन्तै विश्वास गर्नु हुँदैन। यहाँ व्यापारीले ती 17 वर्षीय युवतीको विश्वास मान्दा आफू अपहरणमा परि ज्यानै गुमाउनु पर्यो। हस् त, तपाईलाई 24 घण्टा खबरदारी गराउने इक्रोटेको महाउद्देश्य जारी छ। इक्रोटेलाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। हामी दिनदिनै नयाँ खबरहरू लिएर आउने गर्दछौं। फेरि भेटौँला। नमस्कार।